आज म दिल्लीको सरोजिनी मार्केटमा छु। मार्केटको बारेमा छोटो जानकारी लिएर आएको छु। भिडियो स्किप नगरी हेर्नुहोला। यो मार्केट अरू मार्केटको तुलनामा सस्तो मार्केट भनेर चिन्न सकिन्छ। यदि तपाईँलाई थोरै बजेटमा धेरै सपिङ गर्नु छ भने फाइदा हुनेवाला छ है। यो मार्केट मैले महिलाहरूको लागि रिकमेन्ड गर्न चाहे। यदि तपाईँ मोलभाउ अर्थात् बार्गेनिङ गर्न सक्नुहुन्छ भने अझै फाइदा हुनेवाला छ। यो मार्केटमा महिलाहरूको निम्ति विभिन्न सामानहरू पाइन्छ, जस्तै श्रृङ्गारका सामान, जुत्ता, चप्पल, साडी, टी सर्ट, प्यान्ट लगायत सम्पूर्ण सामानहरू पाउन सक्नुहुनेछ। र कपडाहरूको स्टार्टिङ प्राइस भने यहाँ 50 रुपियाँबाट सुरु हुने गर्छ। हजुरहरूले यदि महँगो भनेको खण्डमा चाहिँ हजुरहरूले बार्गेनिङ गर्न सक्नुहुनेछ। बार्गेनिङ गर्नुभयो भने हजुरहरूलाई एकदमै फाइदा हुनेवाला छ। यो मार्केट अत्यन्त भिड हुने भएको हुनाले हजुरहरूले आफ्ना महँगा सामानहरू सम्हालेर हिँड्नुपर्ने हुन्छ यहाँ, किनकि यो मार्केटमा चोरी पनि हुनसक्छ, भिडभाडमा खस्न पनि सक्छ र यदि ज्वेलरीहरू लगाउनु भएको छ भने तिनीहरू चुडिन पनि सक्छ। त्यसैले सम्हालेर चल्नुहोला। धन्यवाद।